धर्म एन्ड नलेज युट्युब च्यानलमा तपाईँहरू सबैले स्वागत छ। आज चाहिँ यो हाम्रो गाँटु छाटु भित्रको सबभन्दा पहिलो मन्त्र ओम सो बाबा शुद्ध सर्वधर्म सो बाबा शुद्धोहम। अर्थ चाहिँ के छ भने ओम भनेको चाहिँ मन्त्रको शिर हो। मन्त्रको शिर भनेको चाहिँ मन्त्रको सुरु गर्ने सुरुवात अक्षर। सो बाबा भनेको चाहिँ राङसिन हो। राङसिन भनेको चाहिँ आपसे आप आफै। शुद्ध भनेको चाहिँ चाङमा पवित्र। सर्वधर्म भनेको सबै धर्महरू। सो बाबा भनेको चाहिँ फेरि राङसिन। शुद्धो भनेको चाहिँ चाङमा पवित्र। अहम भनेको चाहिँ म। राङसिन ताक्पे छे थम्ची राङसिन ताक्पा हो भन्छ। सबै धर्महरूको स्वभाव चाहिँ शुद्ध छ, त्यो चाहिँ म हो भनेको हो।